आजका दिनसम्म यो देशमा आइडियोलोजीलाई प्रचारबाजी गरेर दर्शन र सिद्धान्तका कुरा गरेर के भयो र जनताले त्यसको प्रतिक्रिया कसरी दियो त्यो हामी सबैले हेरिसकेको यथार्थ हो। त्यो सत्यबाट नै जन्मिएको पार्टी हो उज्यालो नेपाल पार्टी। अहिले चाहिँ मैले पार्टीले मलाई जसरी डोर्याउँछ त्यसरी अगाडि बढ्नुपर्छ भन्ने कुरामा हाम्रो सामूहिक सहमति भएको छ र म मात्र होइन, केन्द्रीय सदस्य धेरैजना हुनुहुन्छ। हामीलाई कुन भूमिकामा उभ्याउँदाखेरि चाहिँ समग्रमा पार्टीलाई र नागरिकहरूलाई देशकै हित हुन्छ त्यो विषयमा चाहिँ हामी घनीभूत छलफल गरिरहेका छौँ। चुनावी अलमल छ जस्तो मलाई लाग्दैन। 21 गते चुनाव हुन्छ र हुनुपर्छ भन्ने पक्षमा हामी स्पष्ट छौँ। तपाईको पार्टी सरकारमा भएर तपाईको त दाबी होला, तर हैन लार्जेस्ट पार्टी भनौं जनता स्तरसम्मै जरो गाडेर मैले यहाँलाई पहिल्यै करेक्ट गर्न चाहे, मेरो पार्टी सरकारमा अहिले छैन। पहिलो कुरा त्यो र दोस्रो कुरा, हामी यति बेलामा उज्यालो नेपाल पार्टी जनताले चाहेको जस्तो समाज र देश निर्माण गर्नका निमित्त अग्रसर भएको पार्टी हो। त्यसकारणले गर्दा जनताको चाहना जे हो हाम्रो पनि स्वीकारोक्ति त्यसैमै छ। त्यसोभए तपाईको पार्टी सरकारमा होइन भने तपाईको संरक्षकलाई कहिले सरकारबाट फिर्ता बोलाउनुहुन्छ? फुलमान किसिमले फिर्ता बोलाउनु पर्ने कारण तपाईले चाहिँ के देख्नु भएको छ? पहिलो त्यो। दोस्रो कुरा, हामीले फिर्ता बोलाउने होइन। तपाईहरुले यो भ्रम एकदमै छरिरहनु भयो जस्तो मलाई आभास। जनतासम्म पुर्याउने हैन, रिडर्सहरू हेर्ने दर्शकहरूसम्म पुर्याउने सम्भाग हुनुहुन्छ तपाईहरु। अब तपाईहरुले पटक पटक यो चुनाव हुने नहुने कन्फ्युजन तपाईहरुले नै यसलाई रजिस्टर गरिरहनु भयो जस्तो मलाई लागिरहेछ। मुद्दा त हरेक व्यक्तिलाई हरेक संस्थालाई कुनै न कुनै हिसाबले पारेका छन् नि त। यहाँ आफ्नो त्यो मुद्दालाई सर्वोच्चले कति सिरियसली लिएको छ, त्यसलाई एड्रेस गरेको छ छैन, त्यो भन्दा माथि पनि त स्टेटमेन्ट आएको छ नि त। तपाईले भनेको चिन्ता स्वाभाविक होला हैन। राजनीतिलाई लामो समयदेखि अभ्यास गरेर बुझेर आएको मान्छेहरू भनेको हैन र उहाँहरूले बाँच्नु भएको जिन्दगी नै दर्शन हो। त्यहीबाट विचारको संरचना सुरुवात हुने त हुने बिउ त्यहीबाट रोपिने हो। लामो समय कुरै मात्र गर्यौं हैन, भाषणै मात्र दियौं, अब काम गरेर देखाउन त। दृष्टिकोणबाट हेर्दाखेरि देशलाई निर्माण गर्नका निमित्त देशलाई अहिले विकासको योजना चाहिएको हो। ब्युरोक्रेसी बुझेको एक्सपिरियन्स एउटा माइन्ड जोसँग त्यो क्षमता छ देशलाई विकासको दिशातर्फ डोर्याउनका निमित्त, त्यो हामीले देखेको। हामीले त प्रष्ट रूपमा आफ्नो क्यान्डिडेसी कुलमान सरलाई अगाडि बढाएका छौँ। भनेपछि एक्सन ओरिएन्टेड मान्छे चाहिए हो भन्ने हो है। त्यसका लागि कुलमान उपयुक्त पात्र हो। हजुर। त्यसमा रवि बालेनको असहमति भएकै कारण यो एकतामा चाहिँ लम्बिरहेको हो, त्यसरी बुझ्दा हुन्छ? असहमति के कुरामा भइरहेछ र के एजेन्डाहरूमा छलफल भइरहेछ भन्ने कुरा चाहिँ तपाईले मैले पुनः एकपटक स्मरण गराउन चाहे। अफिसियल स्टेटमेन्ट प्रवक्ताज्यूबाट लिनु होला। ओके, अब यो चुनावी तयारीबाटै कुरा गरौँ। हजुर। अब यो कतिपयले संसद पुलिस स्थापना भयो भने जस्तो तपाईहरुको करिब 2-4 दिनमा समानुपातिको बन्द सूची क्लियर गर्न सक्नुपर्ने हुन्छ। तपाई पनि सायद त्यसमा सिफारिस गर्नुहुन्छ। अनि यो चुनाव नै अलमल भन्ने कुरा के हो? हुने कि नहुने भन्ने के हो? चुनावी अलमल छ जस्तो मलाई लाग्दैन। 21 गते चुनाव हुन्छ र हुनुपर्छ भन्ने पक्षमा हामी स्पष्ट छौँ। तपाईको पार्टी सरकारमा भएर तपाईको त दाबी होला, तर हैन लार्जेस्ट पार्टी भनौं जनता स्तरसम्मै जरो गाडेर मैले यहाँलाई पहिल्यै करेक्ट गर्न चाहे, मेरो पार्टी सरकारमा अहिले छैन। पहिलो कुरा त्यो र दोस्रो कुरा, हामी यति बेलामा उज्यालो नेपाल पार्टी जनताले चाहेको जस्तो समाज र देश निर्माण गर्नका निमित्त अग्रसर भएको पार्टी हो। त्यसकारणले गर्दा जनताको चाहना जे हो हाम्रो पनि स्वीकारोक्ति त्यसैमै छ। त्यसोभए तपाईको पार्टी सरकारमा होइन भने तपाईको संरक्षकलाई कहिले सरकारबाट फिर्ता बोलाउनुहुन्छ? फुलमान किसिमले फिर्ता बोलाउनु पर्ने कारण तपाईले चाहिँ के देख्नु भएको छ? पहिलो त्यो। दोस्रो कुरा, हामीले फिर्ता बोलाउने होइन। उहाँ फिर्ता आउनका निमित्त या त्यो जिम्मेवारी वहन गर्न चाहिँ त्यहाँ जानु भएको होइन। हामी एकदमै प्राउड फिल गरिरहेका छौँ कि हाम्रो संरक्षकले जे गर्छु भनेर त्यो जिम्मेवारी लिनुभएको थियो। तीनटा मन्त्रालयको जिम्मेवारी लिनुभएको थियो। उहाँले ठ्याक्कै हाम्रो आशा अनुरूप नै डेलिभरी दिइरहनु भएको छ। हामी त्यसमा एकदमै प्राउड फिल गरिरहेका छौँ। दुई मात्रै छैन, अहिलेको क्याबिनेटमा भएका मन्त्रीमध्ये कुलमानको एक्टिभनेस, उहाँले फिल्डमा गरिरहेको काम हैन, कतिपय जो वर्षौँदेखि नभएका ठेक्कापट्टा रद्द गर्नुभयो, कतिपय नयाँ गर्नुभयो हैन, कतिपय रातारात बाटोहरू पिच भइरहेको पनि हामीले देखिरहेका छौँ। उहाँले जुन खालको डेलिभरी दिइरहनु भएको छ त्यो त एउटा प्रशंसा योग्य नै छ। तर चुनाव चाहिँ हुने कि नहुने भनेर जनतामा पनि तपाईहरुले यो भ्रम एकदमै छरिरहनु भयो जस्तो मलाई आभास भयो हैन। यो कन्फ्युजन। पहिलो कुरा त तपाईहरु त समाचार जनतासम्म पुर्याउने
हैन रिडर्सहरू हेर्ने दर्शकहरूसम्म पुर्याउने सम्भाग हुनुहुन्छ तपाईहरू। अब तपाईहरूले पटक पटक यो चुनाव हुने नहुने कन्फ्युजन तपाईहरूले नै यसलाई रजिस्टर गरिरहनु भयो जस्तो मलाई लागिरहेछ। पहिलो कुरा त हामीले सरकारले 21 गते चुनाव गर्ने भनेर भनिसकेको छ हैन, अफिसियल स्टेटमेन्ट दिइसकेको छ भने हामी यसमा दुविधा किन मानिरहेका छौँ? पहिलो कुरा त्यो मुद्दा परेका हरेक चिजहरू, मुद्दा त हरेक व्यक्तिलाई हरेक संस्थालाई कुनै न कुनै हिसाबले पारेका छन् नि त। यहाँ आफ्नो देशको अवस्था आफ्नो विपरीत जाने बित्तिकै उहाँहरूले त हरेक कुरामा मुद्दा राखिराख्नु भएको छ हैन। त्यो मुद्दा राखेको भन्दा त्यो मुद्दालाई सर्वोच्चले कति सिरियसली लिएको छ, त्यसलाई एड्रेस गरेको छ छैन, त्यो भन्दा माथि पनि त स्टेटमेन्ट आएको छ नि त। बहस त सबै विषयमा खुल्ला बहस गर्न सकिहालियो नि। पुराना दलहरू तपाईहरूसँग डराएर उनीहरू चुनाव नचाहिरहेको हो? त्यो तपाईँको भाषा हो, हामीसँग होइन, सम्भवतः जनतासँग चाहिँ हुनसक्छ। तपाईँहरू जनताको प्रतिनिधित्व गर्ने हो नि त पार्टीले। हजुर, चुनावसँग कसैले डराउनु पर्ने आवश्यक छ जस्तो मलाई लाग्दैन। यदि उहाँहरूले जनताको हितमा काम गर्नुभएको छ भने हो, यदि उहाँहरूले जनताको हितमा काम गर्नुभएको छैन, जनमत जित्न सक्नु भएको छैन भने यो चुनाव धेरै राजनीतिलाई पेशागत हिसाबमा अभ्यास गरेर आएका नेतृत्व र दलका निमित्त यो निर्णायक चुनाव चाहिँ हुनसक्छ। तपाईहरूले आकलन गरेको यो निर्वाचनमा उज्यालो नेपाल पार्टी सहजै राष्ट्रिय पार्टी बन्ने या एक खालको सरकार निर्माण गर्न सक्ने म्यान्डेट लिएर आउन सक्ने कतिको विश्वास लिएर तपाईहरू? हामी त विश्वस्त छौँ, त्यसै कारणले त एउटा नयाँ शक्तिको रूपमा उदाइरहेका हुने होइन। हामी त हाम्रो दावा के हो भने हामी बहुमत ल्याएर सरकारको नेतृत्व गर्छौँ भन्ने हाम्रो दावा हो। दाबीको आधार पनि त होला नि तपाईहरुको जनमत दाबीको आधार स्पष्ट छ। दाबीको आधार स्पष्ट छ कि हामी यति बेला जनताले जुन परिवर्तनको आशा गरिरहनु भएको छ, जेनजी आन्दोलनपछिको एउटा भावनालाई, जनभावनालाई सम्बोधन गर्दै हामी एउटा नयाँ शक्तिको रूपमा उदाइरहेका कारणले गर्दा यो उज्यालो नेपाल पार्टी चाहिँ राष्ट्रले नै खोजिरहेको पार्टी हो, यो उहाँहरूको जनताहरूकै पार्टी हो। जसरी रवि लामिछानेले छोटो समयमा पार्टी स्थापना गरेर निर्वाचनमा भाग लिएर जुन खालको उहाँले मत पाउनु भएको छ त्यसलाई आधार मानेर तपाईहरुले पनि त्यही हुन्छ भन्ने सायद त्यो आकलन हो तपाईहरुको। जनताहरूले योभन्दा अगाडिसम्म धेरै झुटा सपनाको खेती गर्ने राजनीति देखिसक्नु भएको छ र त्यो राजनीतिले देशलाई आज कस्तो अवस्थामा पुर्यायो र हामी समग्रमा देशका नागरिकहरू कस्तो अवस्थामा पुगेका छौँ, हामी सबै त्यसको भुक्तभोगी हौँ। यो हिसाबले हामीलाई हाम्रो विश्वास के हो भने जनताले खोजेको अबको परिवर्तन भनेको इस्यु ओरिएन्टेड एक्सन को समाधान हो। जुन समाधानको योजना हामीले लिएर आएका छौँ त्यो भएर हामी ढुक्क छौँ। एउटा सामान्य हामीले के बुझ्नु पर्यो भने देशमा यति लामो समयसम्म हामीले जुन लोड सेडिङ भोग्यौँ नि, त्योभन्दा अगाडि विद्युत प्राधिकरणको नेतृत्वमा अरू कसैले नेतृत्व नलिएको होइन, त्यसकै अन्तराल बिचमा पनि त नेतृत्व परिवर्तन भएको हो। तर त्यो समस्या समाधान गर्नको लागि त्यो समस्याको पहिचान गरेर त्यसको फर्मुला त थाहा हुनु पर्यो नि त। कुलमान सरै आउने बित्तिकै त्यो फर्मुला किन, त्यो समस्या किन समाधान भयो भन्दाखेरि उहाँलाई त्यसको फर्मुला थाहा भयो नि त। आज देशले खोजिरहेको पनि त्यही नै हो। ठुलो भाषण यसो गर्छु र उसो गर्छु भन्ने होइन कि एउटा ब्युरोक्रेसी बुझेको अनुभवी दक्ष नेतृत्व खोजिरहेको हो नि त। जुन फर्मुला हाम्रो विश्वासमा चाहिँ हामीसँग अहिले जति जनशक्ति हामीसँग जोडिन आइपुग्नु भएको छ, हामी सबैले जनालाई चाहिँ एउटा आफ्नो पेसामा एउटा उत्कृष्टता हासिल गर्नुभएको योग्य जनशक्तिलाई हामीले एकीकृत गरेर अब चाहिँ राष्ट्र निर्माणमा लाग्नुपर्छ भनेर कन्भिन्स गरेका छौँ। त्यो हिसाबले चाहिँ हाम्रो विश्वास के हो भने आज देशलाई जुन चाहिरहेको आर्थिक आत्मनिर्भरता र समृद्धिको जुन कुरा गरिरहेका छौँ त्यो चाहिँ योजनाबद्ध रूपमा मात्रै सम्भव छ, जुन हामीसँगको योग्य जनशक्तिले गर्न सक्छ। तपाईहरुले एउटा बाहिर चर्चा के हुन्छ कुलमानको पार्टीमा चाहिँ मान्छे टेक्निकल मान्छे बढी भए, पोलिटिसियन मान्छेहरू अलिकति राजनीति बुझ्ने राजनीति गरेका मान्छेहरू कम छन्, त्यसकारण पार्टी चाहिँ बन्न गाह्रो छ पनि भन्छ। आजका दिनसम्म यो देशमा आइडियोलोजीलाई प्रचारबाजी गरेर दर्शन र सिद्धान्तका कुरा गरेर के भयो र जनताले त्यसको प्रतिक्रिया कसरी दियो त्यो हामी सबैले हेरिसकेको यथार्थ हो। त्यो सत्यबाट नै जन्मिएको पार्टी हो उज्यालो नेपाल पार्टी। त्यसकारणले हामी आइडियोलोजीको कुरा गर्छौँ कि राजनीतिको कुरा गर्छौँ, राजनीतिमा आउनुपर्ने हाम्रो बाध्यता हो
किनभने देश निर्माण गर्नका निमित्त हामीले आफ्नो पेसामा बसेर यसो गर्छु उसो गर्छु भनेर नहुने रहेछ हैन कि चाहिँ आफ्नो पेसामा लागेर देशमा यस्तो भयो भनेर दुखी भएर बस्नु पर्यो सामान्य अरू जस्तै हामी पनि कम्प्लेनै गरेर बस्नु पर्यो हैन अब देश निर्माणमा हामीले आफ्नो इनपुट दिनुपर्छ भन्ने सहमतिका कारणले गर्दाले नै हामी एउटा राजनीतिक पार्टीको रूपमा उदाउनु परेको हो राजनीतिज्ञहरू लामो समय राजनीतिमा काम नगरेका मान्छेहरू नभए पनि तपाईहरुको जुन टिम बनेको छ त्यसले कुनै फरक पार्दैन तपाईलाई मैले यो कुरामा पनि स्पष्ट पारे कि हामीसँग राजनीतिको अनुभवै नभएको टिम मात्रै होइन हो हामीसँग धेरै दक्ष नयाँ टिम जोडिनु भएको छ सँगसँगै हामीले भू राजनीति बुझेको एउटा जनशक्तिलाई पनि हामी बीच ल्याएका छौं इभन पुरानो दलहरुमा एउटा इमानदारीताका साथ आफ्नो स्पेस नपाएर बस्नुभएका जननेतृत्वहरूलाई पनि हामीले समावेश गरेका छौं तपाईहरुको पार्टीमा त हिजोको चुनावमा धरोटी समेत जफत भएका मान्छेहरू पनि केन्द्रीय कमिटीमा छन् हैन अब त्यसरी चाहिँ कतिपयलाई तपाईहरुले त्यसरी पनि समेट्नु भएको छ कतिपय चाहिँ टेक्निकल मान्छेहरू हैन सिभिल इन्जिनियर त्यस्तो मान्छेहरू छन् त्यही भएर अलि पोलिटिशियन मान्छेहरू कम भएको भएर पार्टी बन्न अलि गाह्रो हुन्छ कि भन्ने त्यो चिन्ता छ कि तपाईले भनेको चिन्ता स्वाभाविक होला हैन राजनीतिलाई लामो समयदेखि अभ्यास गरेर बुझेर आएको मान्छेहरू भनेको अल्टिमेटली यो दर्शनको कुरा भनेको कस्तो हो भने नि तपाईले जस्तो महात्माहरूको जिन्दगी नै दर्शन हो कि हैन र उहाँहरूले बाँच्नु भएको जिन्दगी नै दर्शन हो त्यहीबाट विचारको संरचना सुरुवात हुने त हुने बिउ त्यहीबाट रोपिने हो त्यो हिसाबले चाहिँ हामीले एउटा लामो समय कुरै मात्र गर्यौं हैन भाषणै मात्र दियौं अब काम गरेर देखाउँ न त हामी काम गर्छु भन्नेहरूलाई मौका दिनु न त हामी त्यही नै क्लेम गरिरहेका छौं खास निर्वाचन भयो भने तपाईँ कहाँबाट उत्तिर तयारी गर्दै हुनुहुन्छ समानुपातिकमै बस्ने कि के छ अहिले चाहिँ मैले पार्टीले मलाई जसरी डोर्याउँछ त्यसरी अगाडि बढ्नुपर्छ भन्ने कुरामा हाम्रो सामूहिक सहमति भएको छ र म मात्र हैन केन्द्रीय सदस्य धेरैजना हुनुहुन्छ हामीलाई कुन भूमिकामा उभ्याउँदाखेरि चाहिँ समग्रमा पार्टीलाई र नागरिकहरूलाई देशकै हित हुन्छ त्यो विषयमा चाहिँ हामी घनीभूत छलफल गरिरहेका छौं संसदमा देख्न पाइन्छ पाइदैन त्यो त चुनाव पछि नै थाहा हुन्छ नि त अहिले चर्चाहरू चलिरहेछ यो तपाईहरु आज पार्टी कार्यालय खोलेर यो रासपा बालेनसँग एकताको सम्भावना सकिया हो कि सम्भावना अझै जीवितै छ पार्टी कार्यालय नखोल्दै घनीभूत छलफल थियो अब खोलेदेखि त हामी अलगै लागिसक्यौँ है भन्ने सन्देश दिनु भएको हामी सम्भवतः तपाईले जुन व्यक्तिहरूको या नेतृत्वको विषय उठाएर प्रसङ्ग उठाएर कुरा गर्नुभयो त्योभन्दा अगावै हामीले त राष्ट्रिय पार्टीको रूपमा आफूलाई स्थापना गरिसकेका हौं नि हैन त्यसकै एउटा हिस्साको रूपमा आज पार्टीको औपचारिक उद्घाटन भएको मात्र हो हामीले केही दावा गर्न खोजेका हैनौं हाम्रो दावा एउटै मात्र के हो भने राष्ट्र निर्माणमा हामी आफ्नो तर्फबाट योगदान दिन चाहन्छौं र हामी त्यसको लागि दक्ष र योग्य छौं अब सम्भावना सकियो कि छ निर्वाचन अगाडि बालेन रवि सम्भावना सबै कुराको सधैँ नै रहन्छ